माघे संक्रान्तिको फेरि पनि शुभकामना सम्पूर्णमा। सो अब गाइस त्यही हामीले चाहिँ बिहान बिहानै यो तरुल अनि यो चाहिँ हर्लिक्स पानी है, तातो पानी खानु लागेको। गाइस यो चाहिँ तरुल है, हातको नङ चाहिँ फोहोर देखिन्छ होला, त्यही पनि नोता त्यो मजा खान्छु नि यस्तो। चाहिँ आलु मकै अनि प्याज हामीले पनि रोप्नु पर्ने हुन्छ। दाइलाई त्यति धेरै माया गर्छु। सो गाइस फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो यो अर्को भ्लगमा। अनि आज चाहिँ मेरो भ्युअर्सहरू सम्पूर्णलाई सर्वप्रथम चाहिँ म के भन्न चाहेँ भने माघे सङ्क्रान्तिको सम्पूर्णमा धेरै धेरै शुभकामना। अनि यो माघे सङ्क्रान्ति चाहिँ खास चाहिँ हाम्रो यो चाहिँ किराँतीहरूको रहेछ होइन। मैले चाहिँ भर्खर बुझ्दैछु यो कुरा, तपाईँहरूलाई पनि कतिलाई थाहा थियो कतिलाई थाहा भएन। अनि यो चाहिँ हाम्रो चाहिँ अहिले नेपाल सम्मत भनेको चाहिँ 2082 हो नि त। किराँत राजाको चाहिँ कति 5086 हो। अनि यो चाहिँ नेपाल सम्मत चाहिँ 2082 अनि त्यो इङ्ग्लिस डेट चाहिँ 2026। त्यही नै कतिलाई थाहा छ कतिलाई थाहा छैन। त्यही नै आजबाट फेरि किराँतको 5086 साल किराँत उत्पन्न भएको है, हामी उत्पन्न भएको। अनि त्यसको लागि चाहिँ टक्क लाएर तरुल यता पनि व्यवस्था छ होइन। मम्मीले चाहिँ बिहान बिहानै तरुल हामीलाई पकाइदिनु पर्छ। तरुल कस्तो छ त, खाइदिनु पर्छ है साथीभाइ। सो अब गाइस त्यही हामीले चाहिँ बिहान बिहानै यो तरुल अनि यो चाहिँ हर्लिक्स पानी है, तातो पानी खानु लागेको। अब हामी चारजनाले चाहिँ खान्छौँ, मम्मीले चाहिँ खानु हुँदैन अब, किनकि फेरि उहाँलाई जाँड भन्ने चिज छोड्नु हुँदैन नि त। त्यही भएर अब यो तरुल चाहिँ खानु पर्ने। माघे सङ्क्रान्तिको फेरि पनि शुभकामना सम्पूर्णमा। कस्तो हो भाइ? कान्छा कस्तो भयो? मम्मी सोलिडको छ यो तरुल। म पनि यसो टेस्ट गरौँ यो कस्तो रहेछ। अब माघे सङ्क्रान्ति तरुल र यो झरेर यो सेतो भन्दा रातो मिठो हुन्छ नि? रातो भन्दा सेतो चाहिँ यो चाहिँ मिठो हो। सो टेस्टी छ गाइस। अब यो चाहिँ खाइसक्नु पर्ने हुन्छ है पुरै झ्याप्पै लाएर। सुँगुर दिन भएको छैन क्या है? ओके बिस्तारै दिनु पर्छ। गाइस यो चाहिँ तरुल है, हातको नङ चाहिँ फोहोर देखिन्छ होला, त्यही पनि नोता। यसो गर्ने होइन, यो कति म यस्तो मजा खान्छु नि यस्तो। अलिक अड्काउनु जाउँ खोज है, ठुक्को भयो। सो अब भुइँसीलाई चाहिँ होइन हल्का थोरै नल चाहिँ मैले लिएर हालिदिइसकेँ। अनि अब चाहिँ यहाँबाट जुवा लगेर जोत्नु जानुपर्ने छ यार, आलु छर्ने गरे। अनि सङ्क्रान्तिको दिन, नयाँ वर्षको दिन हामी किराँतीहरूको त्यो दिनसम्म सुख छैन। प्रतीकलाई जिरेलाई सम्झिनुहोस् त तपाईँहरूले। तेरिका यार मुसिबत त खराब है।
अब यहाँ माथि बलुटे भन्छ यो खेतहरू चाहिँ यो माथि चाहिँ हाम्रो मूल घरको गोरु छ अब त्यही लगेर लगाएर एकछिन सरक्कै चाहिँ दिनुपर्ने हुन्छ गाइस यो चाहिँ काम नगर्नेकोमा चाहिँ हुँदैन नि फेरि यस्तो ल यो यस्तो अवस्था हेर्नु यस्तो छ गाह्रो छ नि होइन त यो तर यति साधारण जस्तै लाग्छ मलाई चाहिँ नि यो छाला यसको प्लातप्लुतै पारेर खाला पनि दुख्नु चाहिँ दुख्दैन त्यही पनि नोता गोरु अब यो हाम्रो बलेको चाहिँ हो जुत्रै छ साथी हो ठुलो चाहिँ पाल्नु हामीले अलिक सकिँदैन के त्यही भएर अब होइन पर थोरै चिजिमरको प्याज रोप्ने जोतिसकेर अब यो यहाँ चाहिँ आलु मकै अनि प्याज हामीले पनि रोप्नुपर्ने हुन्छ टक्क लगाएर ओ माइला हिँड्छौँ ल यहाँ टक्क लगाएर काम अनि अघि नै छान्नुपर्छ नि हौ मम्मी यार अनि घर लिपेर चाहिँ कहाँ जानुभएको तपाईँ उँभो जान्दै हुन्थ्यो त यता चाहिँ अलिक बाक्लो भनेको अनि प्याज चाहिँ अब टक्कलाई यो रोप्नुपर्ने यहाँ जोत्नुपर्ने हुन्छ गाइज त्यही नै हेर्दै जानु होला दाइलाई त्यति धेरै माया गर्छौ दाइलाई त्यति धेरै माया गर्छौ के सोधेको भन त फेरि भनिदेऊ न हौ अब चाहिँ यहाँ टक्क लाएर होइन यो जोतिसक्यो अनि अब भात खानुपर्छ कि यार समय त बितेकै थाहा नहुने कि कति पर थोरै जोति यहाँ त आधा घन्टामा यति त जोतिहाल्यो त्यही पनि 1 बजिसकेछ यार त्यतिकै मुख धुने बेला भइसक्यो कान्छीले ल अब धुनु दाइसँगै चोगाइ चाहिँ हाम्रो चाहिँ यो चाहिँ जरेला होइन त मम्मी जरेला मासेको त्यो नि त नमिठो हुने कुरै हुँदैन अनि हाम्रो यहाँ बहिनी मम्मी खाने हुन्छ अनि अब यस्तै छ है गाउँघरमा चाहिँ हाम्रो चाहिँ यस्तै खाइन्छ होइन यो अब यस्तो मासुहरू चाहिँ खासै मन नपर्ने मान्छे चाहिँ होइन म अब फेरि बेलुका मोमो खानुपर्ने छ त्यही भएर अब चाहिँ हामीले चाहिँ नि यो मकै चाहिँ हो यसरी सियोमा ट्याक्क लगाएर हो यसरी यहाँ यति चाहिँ छर्नुपर्ने हुन्छ त्यहाँ भाइ म जुत्छु अनि मेरो चाहिँ अतीत भाइले चाहिँ सिहाल्छ आइस भाइले भिडियो बनाएको छ यहाँ आऊ त कोइले काटेको नि अनि फेरि काट्नु अनि तिमीहरू भइसक्यो हाम्रो गोटा काट्नु है म अब जान्छु पिसी पठाउँछु पारि है पिसी जाने घर पारि अनि म अब गएँ अनि गोरु झार्नु होइन त्यो होलो झार्नु जुवा चाहिँ घरमै हो हलो चाहिँ घरमै हो के अन्त म जान्दै गर्छु पारा तर पिसी पठाएर अन्त आडो त्यो खने काट्नु है ल ल तँलाई पनि हामीलाई पनि है ढिलै हुन्छ नि सो अब यो यहाँको घाँस चाहिँ यो गोरु र भैँसीलाई दिएँ तलको यो हाम्रोलाई पनि दिएँ अब टक्क लाएर दाजुभाइ चाहिँ अब यो घाँस सास भइसक्यो अब घर जानुपर्ने हुन्छ दाजुभाइको सङ्क्रान्ति चाहिँ यस्तो भइरहेको छैन ठिकै छ नोता होइन अब घर जानुपर्ने हुन्छ टक्क लाएर सो अब त्यही नै हो नि अब आज चाहिँ
काम चाहिँ हतारमा गरियो होइन, त्यही पनि कम्प्लिट गरियो। त्यही पनि अब बल खेल्नु जानु भनेको ट्याक्क लाएर समय भएन र पनि अब साथीहरू पनि उठोबाट आउँदैछ अरे। अनि अब यति नै खेल्ने भन्ने सल्लाह हो। अनि अब यति नै हाम्रो किराँतीहरूको नयाँ वर्ष चाहिँ यसरी मनाइयो। ओ ग्याङहरू, ग्याङहरूलाई मैले यहाँ पर काम देख्थेँ त, अनि टक्क लगाएर भाइ यता हल्लो गर्दै भयो दाइको भ्लगमा। तिमी त साह्रो शर्माउँछौ क्या भाइ, त्यो बिस्तारै लानु यस्तो। जाउँ। अब यता पोखिँदो रहेछ, अब चाहिँ नलानु, है। अब यो आँगन थोर भयो नि त अहिले। अब ल गाइस चाहिँ अब किप लभिङ किप सपोर्टिङ। अनि तपाईँको पनि कस्तो भयो होइन, अब अलिअलि फ्रेन्ड हुनुहुन्छ बा फेसबुक टिकटकतिर साथी हुनुहुन्छ बा म हेरिरहेको हुन्छु तपाईँहरूको पनि अब लाग्छ मलाई माघे सङ्क्रान्ति राम्रै तरिकाले मनाउनु भयो, मैले पनि राम्रै तरिकाले मनाएँ। ल त्यही नै हो गाइज, हामी किराँती हौ, त्यही भएर यो माघे सङ्क्रान्ति चाहिँ हामी किराँतीको चाहिँ अझ यो चाहिँ ऊ हो क्या, नयाँ वर्ष नेपालीको भनेपछि यो किराँतीको नयाँ वर्ष हो। त्यही नै हो। ल जय देश साथीहरू, ल आजको लागि यति नै है त।